हेलो सबैजनालाई नमस्ते। अनि आज चाहिँ म हजुरहरूलाई यो हाम्रो कम्पनीले दिएको अकोमोडेसन यसो देखाउन जाँदैछु देखाउनको लागि। कपडाहरू सुकाएको छ, के गर्नु। यो नासपाती हो हाम्रो अकोमोडेसनको अगाडि ठक्कै बाहिरपट्टि। यो चाहिँ हामी बसेर खाने ठाउँ, चट्ट बाहिर मस्त खाने। यो चाहिँ सेकुवा बनाएर आगो बनाएर मस्त सेकुवा बनाएर तन्काउने ठाउँ। घर जाँदैछौँ। यो मूल ढोका हाम्रो अकोमोडेसनको सबैभन्दा मूल ढोका। खोल्ने बित्तिकै यो डाइनिङ हल हैन, डाइनिङ टेबल, यो ग्यास चुलो, पाइप छ यहाँ ग्यास, अनि यो इन्डक्सन चुलो पनि छ। यो चाहिँ इन्डक्सन बिजुलीबाट चल्ने, यो ग्यासबाट। यो फ्रिज हैन, यस्तो छ, यस्तोहरू त्यो छ। अनि यो चाहिँ वाइन खाने, पानी, जुस, के खाने। माइक्रो ओभन, प्लेट राख्ने। अब यहाँ भाँडाकुँडा राख्ने, नाइफ, यसरी प्लेटहरू। अब हामी माथि जाँदैछौँ। माथि यो वासरुम हो, ऐना पनि छ यहाँ। हामी केटाहरू चारवटा विन्डोबाट झ्यालबाट पछाडिको बगैँचा देख्छ। यो ऱ्याक, चप्पलहरू राख्ने, कपडाहरू राख्ने ऱ्याक। यो चाहिँ हाम्रो नयाँ एसी हो, फेरि घर मालिकले जोडिदिएको। यो वासरुम हो त्यो। यो चाहिँ दाइ बस्नुहुन्छ, यो चाहिँ हामी बस्ने, यो चाहिँ हामी बस्ने रुम। मेरो बेड, हाम्रो लाफुचो क्या हो, दराज हो। खतरा दिएछ नि हो दराज त। दराजमा के छ देखाऊ। दराज त खतरा छ। दराजमा त कपडा राखेछ यसरी मिलाएर। लगेजै हाल्दैछ यो भाइले लगेजै हाल्दै रहेछ हो माथि। यस्तो छ हो, यस्तो छ हाम्रो रुम। सबै यसरी सामानहरू राखेछ। मस्त दिएछ यो ऐना पनि। ल अब यस्तरी सुतिन्छ। बाहिरको भ्यू बाफरे। ल हेर्नुहोस् भ्यू तपाईँहरू पनि। त्यो चाहिँ फुलचोकी डाँडा हो, फुलचोकी डाँडा। त्यहाँ पछाडि त्यो डाँडाको पछाडि, टावरको पछाडि जागृत छ है त। हेलो साथीहरू, सबैलाई स्वागत छ। आज चाहिँ म स्पेसल त के छैन, कहीँ पनि, बस कम्पनीले दिएको यो के भन्छ अकोमोडेसनको पछाडि गार्डनमा त्यत्तिकै टाइम पास गरिरहेको हो। अनि हाम्रो यो कम्पनीले दिएको यो चाहिँ हामी कति नेपालबाट आएको हामी 7जना छ। 7जना हामीले एकै ठाउँमा राखेको छ। जोस् नेपालमा जस्तै भइरहेछ। काम गर्ने ठाउँ पनि नजिकै छ। अनि म चाहिँ आज यसो टाइम पास गरिरहेको, अरू त के भन्नु हैन। म त यहाँ छुट्टी। आजको दिन पनि हजुरहरूलाई स्वागत छ मेरो युट्युब च्यानलमा। म चाहिँ आज यस्तै हो, कहीँ पनि निस्केको छैन। अब यो यसै हाम्रो अकोमोडेसनको पछाडिपट्टि त्यत्तिकै यसै बगैँचा हो। यहाँ यसो राम्रो छ। लो आज मेरो छुट्टी। अब भोलि अर्कैको छुट्टी, अर्को साथीहरूको छुट्टी। यस्तै छुट्टीमा यसरी नै बसायो। हिजो अस्तितिर कहीँ घुम्न गएको साथीभाइहरूसँग। अनि
त्यही हिँडेको बेलामा हामीले भिडियो बनाएको थियो, त्यही हामीले यसो युट्युबमा ट्राई गरेको। त ऊ त छैन, अहिलेसम्म सिक्दैछु होइन। यस्तै हो मलाई आउँदैन बोल्नु, के गर्नु। ल अब घरबेटीको घरको पछाडिपट्टि बगैँचामा खेलेर बस्ने हो, शीतल छ, सिरिरी हावा आउँछ यहाँ। के त्यो तर सर्पा चाहिँ आउँछ है यहाँ बस गर्नु। अस्ति 2 चोटि सर्पा देखिसक्यो। अनि चाहिँ हामी क्याम्पमा बस्यौँ, त्यहाँ पनि कहाँबाट हो काटेको सर्पा आएको थियो त्यहाँ पनि। अनि अस्ति चाहिँ हामी माथि यहाँ फ्रेन्डसिप भ्यू टावर भन्ने हो यहाँ माथि चाहिँ, यहाँ माथि त्यहाँ जाँदाखेरि पनि कुलोमा सर्पा देखिदियो, कस्तो टिलिक्क टल्केको सर्पा थियो त्यहाँ। त्यही कारणले सर्पा चाहिँ भेटिँदो रहेछ होइन। पारा हो फेरि पारा, अरू त के हुनु र, यस्तै छ हाम्रो पारा। फलहरू मात्र छ, फलफुलको बोटहरू मात्र। नासपातीको छ, यो नासपातीको हो। छ हामी बस्ने ठाउँ। अब यस्तो